यस्तो बनाएको यस्तो बाटै नभए यस्तो बनाएको कुलो कस्तो ए त्यो सब पर निकालेको त माथि तलतिर चाहिँ हाम्रो गाउँमै गाउँ ओ गाई चोरी खेल्न सक्नुहुन्छ तपाईहरुलाई कसलाई याद आउँछ यस्तो लहर देख्दा पिङ खेलौँ जस्तो हुन्छ भनौँ त यस्तो लहर पहिला हामीले तरो पिङ खेलेछ झुन्नी काम छोडी कसैलाई याद आइरहेछ यस्तो पिङ खेल्थ्यो भनेर लहरा देखाउँछ त यहाँ पनि यत्रो लहराहरू लहरा झुन्नी पहिला खतरा पिङ खेल्थ्यो अहिले त छैन हो हेरौँ है त यस्तो पिङ खेल्दा यस्तो लहरा देखिसकेपछि बरको लहरामा पहिला झुन्नी कसले पिङ खेलेको थियो त भनौँ त यस्तो पहिला म यो लहरामा पिङ खेल्थेँ क्या यो लहरामा यस्तो गरेर म पर पुग्थेँ सर यस्तो झुन्नेर कसलाई याद आउँछ यस्तोमा पिङ खेलेको कसैलाई पिङ खेल्न मन छ भने पनि भनौँ है म लहरा छ हाम्रो यो बरको रुखमा यस्तो लहरा छ हेर्न सक्नुहुन्छ लहरा अनि अर्को एउटा कुरा यो लहरा साहान यो खासा लहरा हो कि यसको दारी हो क्या केटा मान्छे दारी आउने त्यो पिपलमा एउटा केही छैन यसपछि धेरै दारी आयो दारी लहरा हो कि दारी यस्तै तारा मेरो गालामा जस्तै दारी झन्डै दारी आयो त्यता त्यही यसको दारी हो यो खासा यो पिपलमा फेरि केही छैन एकदम चिल्लो हाँगाहरू मात्र यसो चाहिँ हाँगा प्लस दारी यो बर भनेको केटा है क्या भनिदिउँ त लु यस्तो यो क्याप्टोकीको पातमा पुरा बोयफ्रेन्ड गर्लफ्रेन्ड नाम लेख्ने कसलाई याद छ यस्तो लेख्थ्यो हाम्रो गाउँतिर पनि त्यतातिर कसको लेख्छ हजुरले हेर्न भएको ठाउँतिर लेख्छ कि लेख्दैन थियो एकचोटि है त हाम्रोतिर पनि यस्तो डह्रो लेख्थ्यो क्या पहिला स्कुल पढ्न जाँदाखेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड नाम लेखेर हैरान